तपाईहरु जो पनि ब्लगिङमा लाग्छु ब्लग गर्छु भनेर सोच्दै हुनुहुन्छ नि सो तपाईहरुको लागि यो भिडियो एकदम इम्पोर्टेन्ट र इन्फर्मेटिभ हुन सक्छ। तपाईहरुले यो भिडियो हेर्नुभयो भने तपाईहरुले ब्लगिङ कसरी गर्ने, कन्टेन्ट भनेको के हो, कन्सिस्टेन्सी भनेको के हो, ब्लगको शीर्षक कसरी ल्याउने, कन्टेन्ट कताबाट खोज्ने भन्ने कुराहरु, अनि अर्को कुरा ब्लग केबाट एडिट गर्ने, कुन क्यामेराले चाहिँ ब्लग सुट गर्ने भन्ने कुराहरु तपाईहरुको जुन जिज्ञासा छ नि त्यो मेटाउने हेतुले मैले भिडियो बनाइरहेको छु। मैले बुझेका कुराहरु म तपाईहरुलाई शेयर गर्न आउँदैछु। अब कुरा गरौँ ब्लगिङ के हो। ब्लगिङ भनेको तपाईले बिहान उठेदेखि बेलुकासम्मको क्रियाकलापहरुलाई एउटै भिडियो फ्रेममा राखेर प्रसारण गर्ने विषयवस्तु नै ब्लग हो। कन्टेन्ट क्रिएसन चाहिँ के हो? मान्छेले भन्छन् नि कन्टेन्ट भनेको के हो भन्ने लाग्न सक्छ। हो, कन्टेन्ट भनेको तपाईको विषयवस्तु, तपाईले के रिलेटेड बनाउनु भएको छ। आज बिहानदेखि बेलुकासम्म त भिडियो बनाउनु भयो, तपाईले के खाएको सम्बन्धी बनाउनु भएको कि अलि घुमेको सम्बन्धी बनाउनु भएको, अथवा कारमा हिँडेको, बाइकमा हिँडेको, ट्राभल सम्बन्धी बनाउनु भएको कि हो, त्यो नै तपाईको कन्टेन्ट हो। र विषय शीर्षक पनि हामीले त्यसैबाट दिन सक्छौँ। हामीले आज सबैभन्दा बढी काम चाहिँ केमा गर्यौं? हो, तपाईको शीर्षक त्यही नै हो, तपाईको कन्टेन्ट त्यही नै हो। अब कुरा आयो भ्लग सुरु गर्दै गर्दाखेरि कस्तो ग्याजेटको आवश्यक पर्छ भन्नाले कस्तो सामग्रीको आवश्यक पर्छ। क्यामेरा ठुला ठुला महँगा लाखौं पर्ने क्यामेराको आवश्यक पर्ने हो कि सानो सानो क्यामेराले नि हुने हो कि मोबाइलले नि हुने हो कि भन्ने लाग्न सक्छ। तपाईहरुसित भएको स्मार्टफोन यो भनेको तपाईसित 1.5-2 लाखदेखि 4 लाखसम्मको क्यामेरा हुनु सर हो। यसले तपाईको क्यामेराको काम पनि गर्छ, फोटो खिच्ने काम पनि गर्छ, भिडियो लिने काम पनि गर्छ। सबै जस्तोसुकै होस् फोन, त्यसमा म्याटर नगर्नु। तपाईसित जुन ओरिजिनालिटी छ नि, ओरिजिनल कुराहरु देखाउन चाहनुहुन्छ नि, त्यसमा तपाईको क्वालिटीले केही म्याटर गर्छ। क्यामेरा कुनै महँगो चाहिँदैन। तपाईसित 12,000 को फोन छ भने, 6,000 को फोन छ भने, अथवा 3,000 को फोन छ भने पनि तपाईले आजबाट ब्लग स्टार्ट गर्न सक्नुहुन्छ र भिडियो बनाउन सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ र तपाई अगाडि बढ्न सक्नुहुन्छ। अब पछि अब यही युट्युबबाट पैसा इन्कम आउन थाल्यो भने त अलि महँगा ठुला क्यामेराहरु, DSLR क्यामेराहरु, विभिन्न गोप्रोहरु किन्न भयो। अहिलेको लागि चाहिँ ट्याक्क पछाडीबाट अब कुरो गरौँ अलिकति, यो भिडियो चाहिँ अगाडिबाट खिच्दा बेस्ट कि पछाडीबाट खिच्दा बेस्ट भन्ने कुरोको नि अलिकति कुरा बुझौँ। भिडियो चाहिँ विशेष गरी अगाडिबाट भन्दा पनि पछाडीबाट खिच्दा बेस्ट हुन्छ। किनभने तपाईको अनुहारको साथसाथै ब्लग गर्दाखेरि पछाडीको ब्याकग्राउन्ड हेर्न मान्छेले रुचाउँछ। पछाडी के गरिरहेको त, हाम्रो अनुहार त कसैले हेर्दैन। स्टार्टिङ फेजमा कि चिन्न पर्यो, पब्लिकमा आइसक्नु पर्यो, हो त्यो भएपछि मात्रै हेर्ने हो। विशेष गरी पछाडीको ब्याकग्राउन्ड हेर्न चाहन्छन्, हाम्रो अनुहार होइन। त्यही भएको हुनाले वाइड एंगल चाहिँ पछाडीको भागमा आउँछ। पछाडीबाट खिच्दाखेरि चाहिँ वाइड एंगल एकदम बेस्ट आउँछ, अच्छा आउँछ। हो, त्यो भएको हुनाले तपाईहरुले पछाडीबाट चाहिँ खिच्न पर्ने हुन्छ र क्यामेराको क्वालिटी पनि बेटर आउने हुनाले बेस्ट हुन्छ। अब कुरा गरौँ एडिट चाहिँ कसरी गर्ने त। भिडियो त खिच्यो, बल्ल खिच्यो, एडिट कसरी गर्ने भन्ने लाग्न सक्छ। एडिट भनेको तपाईहरुको सबैभन्दा बेस्ट अहिलेको भनेको भिएन हो। भिएन तपाईलाई पैसा नि पर्दैन, एन्ड्रोइड नि चल्छ, आइफोनमा नि चल्छ, भन्नाले कम्प्युटरमा पनि चल्छ, जतासुकै भिएन एकदम चल्छ। 4K मा रेन्डर गर्न सकिन्छ, HD मा रेन्डर गर्न पनि सकिन्छ। र भिडियोलाई एकदम बेस्ट क्वालिटीको निकाल्नको लागि 4K मा रेन्डर गर्नुपर्ने हुन्छ। HD मा खिच्यो भने हो, भिएन तपाईको लागि भिडियो एडिटिङको एकदम महत्त्वपूर्ण एप मानिन्छ। हामीले के गर्नु पर्यो भने कन्सिस्टेन्सी म्याटर गर्नु पर्यो। तपाईले भिडियो आज पनि राख्ने, भोलि पनि राख्ने, 30 दिनमा 300 वटा राख्नु पर्यो। अर्थात् तपाईले हप्ताको एउटा राख्नुहुन्छ भने महिनाको 4 राख्नु पर्यो। 2 दिनमा एउटा राख्नुहुन्छ भने महिनाको 15 वटा राख्नु पर्यो भिडियो। युट्युबले के गर्छ भने कन्सिस्टेन्सी गरिरहेको छ कि छैन हो त्यो कुरा हेर्छ। त्यो भएको हुनाले हामीले कन्सिस्टेन्सीलाई जरुरत ठानेर हामीले काम गर्दै गयौँ भने हामीले युट्युबबाट के गर्छौँ, सक्सेसफुल प्राप्त गर्छौँ। अहिलेको युग भनेको डिजिटलको युग हो। डिजिटलमा तपाईहरु अगाडि बढ्न सक्नु भएन, अगाडि बढ्नलाई कोसिस गर्नु भएन भने तपाई सधैँको लागि पछाडी पर्न सक्नुहुन्छ, ढुङ्गे युगमै रहन सक्नुहुन्छ। त्यही भएको हुनाले म के भन्छु भने अन्तिममा तपाईहरु सोशल मिडियामा लाग्नु, युट्युबमा काम गर्नुस्। भगवानले एउटा व्यक्तिको लागि एउटा न एउटा चाहिँ के दिएका हुन्छन् भने त गर्नुपर्छ भनेर एउटा क्वालिटी दिएका हुन्छन्, एउटा भगवानले वरदान दिएका हुन्छन्। भन्नाले प्रत्येक मान्छेमा एक मान्छेमा एउटा ट्यालेन्ट दिएका हुन्छन्, खुबी दिएका हुन्छन्। हो, त्यो ट्यालेन्टलाई तपाईले चिनेर आफ्नो कन्टेन्ट विषयवस्तुलाई त्यसमै बनाएर आफ्नो प्यासन बनाएर अगाडि बढ्नुभयो भने तपाईहरु युट्युब अनि ब्लगिङ क्षेत्रमा अगाडि बढ्न सक्नुहुन्छ। जति पनि यहाँ संसारमा ठुला युट्युबरहरु, नेपालमै पनि छन् ठुला युट्युबरहरु, ब्लगरहरु तपाईले हेर्न सक्नुहुन्छ युट्युबमा। हो, उनीहरुले पनि पहिला स्टार्टिङ फेज भनेको गाह्रैबाट सुरु गरेका छन्। एकदम गाह्रो हुन्छ, कष्ट हुन्छ,
तपाईँ 100वटा खुर्किला उलिन चाहनुहुन्छ भने तपाईँ 2 खुर्किलामै अड्किनु भयो भने अरू 98वटा खुर्किला तपाईँले पार गर्न सक्नुहुन्न। त्यही भएको हुनाले आजै युट्युबमा लाग्नुहोस्, सो लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गर्नुहोला भन्न चाहेँ। यस्तै खालको टिप्सहरू सुन्नको लागि हेर्नको लागि कस्तो भिडियो चाहिँ मैले ल्याइदिएँ होला भन्ने लाग्न सक्छ, सो कमेन्ट गर्नुहोला। म त्यही अनुसारको भिडियोहरू ल्याइरहेको हुन्छु। मैले विशेष गरी हल्का भ्लगिङहरू पनि लिएर आइरहेको हुन्छु, भ्लगिङ रिलेटेडै सामग्रीहरू बोकेर आइरहेको हुन्छु, लिएर आइरहेको हुन्छु। सो तपाईँहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो होला भन्ने पूर्ण आशासहित आजको यस भिडियोबाट बिदा हुन्छु। बाई बाई।